हाई गाइज, इट्स मी सञ्जना खनाल। यो चाहिँ हाम्रो फ्राइडे नाइटको म्याच सुदूरपश्चिम रोयल्स र पोखरा एभेन्जर्सको हामी म्याच हेर्न गएको थियौँ। अनि हामीलाई गेट कस्तो कन्फ्युजन भएर कति धेरै हिँड्नु पर्यो। अनि हिँडेर बल्ल पुग्यौँ हामी हाम्रोवाला गेटमा चाहिँ। अनि त्यसपछि हामी स्ट्याम्प लगाएर भित्र गयौँ, सिटमा बस्यौँ। हामी पुगेपछि म्याच सुरु भएको थियो, त्यही भएर हामी चाहिँ एकदम टाइममा पुगेको थियौँ, एक्ज्याक्ट टाइममा। अनि आज चाहिँ हामी त्यहाँ कसैको टिमको सपोर्ट भन्दा पनि एनपिएललाई सपोर्ट, यो एनपिएलको ग्रोथ, नेपाली क्रिकेटको जुन ग्रोथ भइरहेको छ यसलाई चाहिँ हामी चियर गर्न सपोर्ट गर्न पुगेको थियौँ। अनि यो हामीलाई साँच्चीकै भन्नुपर्दा टियु ग्राउन्डमा पुग्दाखेरि नेपाल जस्तै फिल भएको थिएन। हामी कहाँ छौँ भनेर नै बिलिभ गर्न सकेको थिएनौँ। अझ त्यो साँझको बेलामा यस्तो रमाइलो गऱ्यौँ, हामी एकदमै धेरै रमाइलो गऱ्यौँ। र हाम्रो वरिपरि सबै सुदूरपश्चिमको फ्यानहरू हुनुहुन्थ्यो क्या। अनि त्यही भएर हामी पनि सुदूरपश्चिमेली नै भइदियौँ। खासमा चाहिँ हामी लुम्बिनी लायन्सलाई सपोर्ट गर्छौँ। हामी सबैको प्यारो मामा यता आउनुभयो अनि हामी मामालाई जिस्काउँदै थियौँ। हामी चाहिँ चियर गरेको गरे थाकेकै थिएनौँ। हामीलाई क्यामेराम्यानले पनि खिच्न भ्याउनु भएछ। नाचेर रमाइलो गरेर थाकेपछि चाहिँ हामीलाई पापाले पिज्जा ल्याइदिनु भएको थियो। अनि हामी खायौँ। अनि खाँदै हेर्दै गरेको थियौँ, तर बााउन्ड्री यति गइरहेको थियो नि हामीले सुक्खाले खान पनि पाएनौँ। चियर गर्न उफ्रेको भएको थियौँ। अनि त्यसपछि चाहिँ हामीलाई मलाई चाहिँ एकदमै गाह्रो भएर टाउको दुखेर एकदमै गाह्रो भयो। त्यो चिसोले यतिको साथी चाहिँ हुनुपर्छ है, गाह्रो हुँदा पनि यसरी टाउको दबाउँदै हेरिरहेको थियो। हाम्रो डेडिकेसन चाहिँ खतरा थियो। ध्यान जति गेममा थियो उल्टा टाउको दबाउँदै गाला दबाइदिन लागिन्छ। त्यसपछि कोइन्सिडेन्टली हामीले भुर्तेलमा आएको क्याच पनि रेकर्ड गऱ्यौँ। अनि हामी चाहिँ एकदमै धेरै रमाइलो गऱ्यौँ। त्यसपछि चाहिँ पापाले हामीलाई बेला बेला केही न केही ल्याइदिइराख्नु भएको थियो। यो चाहिँ इन्टरभ्यू दिएर टी सर्ट पाउनु भएछ, अनि त्यो टी सर्ट ल्याइदिँदै हुनुहुन्थ्यो। इनिङ ब्रेकमा चाहिँ चङ्खे ग्राउन्डमा आएको थियो, अनि कुकुर र बाघसँगै। एक दिनको लागि चाहिँ हामी पुरै सुदूरपश्चिमेली भइसकेको थियौँ त्यहाँ वरपरको भाइब्सले गर्दाखेरि। पापाले फेरि अर्को इन्टरभ्यू दिँदै हुनुहुन्थ्यो, अनि मैले परदेखि भिडियो खिचेको। त्यसपछि चाहिँ गेम सकियो, सुदूरपश्चिमले जित्यो। अनि हामी बाई बाई गरेर त्यहाँदेखि निस्कियौँ। अनि पापासँग पनि छुट्यौँ। पापा एनपिएल हेर्नको लागि दाङदेखि आउनुभएको थियो। म क्यानप्रति धेरै धेरै आभारी छु यो एनपिएलले गर्दाखेरि। हामी बाउचोरीको भेट पनि भयो, यति रमाइलो भयो।